पर्दैन। पहिले राजा भएको मान्छे बन्छु भनेर सोच्नु ठुलो कुरो होइन। तपाईँलाई कसले राजा भन्ने? जनताले नेपालमा राजसत्ता फर्काउन नेपाली जनता चाहन्छ। अहिले त गणतन्त्रलाई पनि त लखेट्नै चाहन्छ। गणतन्त्र त सर्वस्वीकारी भइसक्यो। तपाईँको गणतन्त्रको लागि पर्नुभयो, मरिमेट्नुभयो, हामीलाई हटाउनको लागि आन्दोलनको लागि लड्नुभयो, साथ दिनुभयो। अहिले हेर्नु त गणतन्त्रका नेतालाई देशमा बस्नु मन छैन। प्रधानमन्त्री 12 पास भएको भए देश छोड्ने, आसपास भए देश चलाएर बस्ने। तर राजाबाजी तितर भए लुकिसके। दुलोभित्र लुके भन्दा नि दुलोभित्र जाथे चाहिँ भन्नु। आन्दोलनकारीहरू खोइ म पनि खोज्छु, लुकामारी खेल्दैछन् कोही व्यक्ति साल परे 84 चुनावको तयारी गरौँ। त्यसमा तपाईँ सकेर राजमा आउने। अहिले नै भन्न चाहिँ सकिन्न। जनताले चाहेको खण्डमा नै भन्नु पर्छ। आन्दोलनको निम्ति तपाईँ गर्न चाहनुहुन्छ। राजसत्ता फर्काउनु पर्यो भने राजाले नेतृत्व गर्दैन। तपाईँको क्रान्ति होइन कि तपाईँ एक्लै चलाउनु। राजा हो, सम्पूर्ण जनताले चाहे मात्र चल्छ। राजा छोराहरू देशमा तपाईँ त पूर्व राजा भइसक्नु हो नि त। राजा कहिले पूर्व, पश्चिम, उत्तर, दक्षिण हुँदैन। राजा जहिले पनि राजा नै। जनताले थालेको राजसंस्था तारिफ गर्नु ऋषि धमला ऋषि धमला जहिले पनि ऋषि धमला हो। कसैले हल्लाउँदैन हल्लिनु। राजा पनि राजा हो, कसैले हल्लाउँदैन हल्लिनु। तपाईँलाई कस्तो साथ छ? मलाई सम्पूर्ण नेपालीको साथ छ जस्तो। अझ बढी त मेरो परिवारको